अस्ति कि जब मैले हृदयघात हुनु अघि हाम्रो शरीरले देखाउने विभिन्न किसिमको सङ्केतहरू भनेर भिडियो पोस्ट गरेँ। त्यसपछि मेरो 1-2 जना रिलेटिभहरूले मलाई पर्सनली म्यासेज गरेर सोध्नुभयो कि मेरो पनि कहिलेकाहीँ छाती दुखे जस्तो हुन्छ, सास फेर्न गाह्रो भएको जस्तो हुन्छ कि त्यो पनि हृदयघातको सङ्केत होला त भनेर सोध्नुभएको थियो कि। अनि मैले उहाँहरूसँग हिस्ट्री लिएँ, तर उहाँहरूमा त्यस्तो हृदयघातको सङ्केत टाइपको छातीको दुखाइ होइन रहेछ। हो, यस्तो कन्फ्युजन कतिपय मान्छेहरूमा हुनसक्छ, हजुरहरूमा पनि हुनसक्छ यस्तो कन्फ्युजन। सो त्यो कन्फ्युजन क्लियर गर्नकै लागि मैले यो भिडियो बनाएको हो। कस्तो खालको छातीको दुखाइ हृदयघातको सङ्केत हो र कस्तो खालको छातीको दुखाइ हृदयघातको सङ्केत नभइकन अन्य कुनै समस्याको सङ्केत हो, त्यो हजुरहरूलाई क्लियर होस् भनेर यो भिडियो मैले बनाएको हो। यदि हजुरहरूको छाती एकै ठाउँमा दुख्छ, चस्स केले घोचेको जसरी दुख्यो र त्यो दुखाइ अन्त सरेन भने त्यो हृदयघातको सङ्केत होइन। र त्यस्तै यदि हजुरहरूको शरीर हजुरहरूले तन्काउँदा, लामो लामो सास लिँदा, अनि त्यस्तै त्यो छाती जहाँनिर दुखिरहेछ त्यहाँनिर औँलाले थिच्दा हजुरको दुखाइ बढ्छ भने त्यो पनि हृदयघातको सङ्केत होइन। हृदयघातको सङ्केतमा कहिले पनि शरीर तन्काउँदा, औँलाले थिच्दा दुखाइ बढ्ने हुँदैन। हो, हृदयघातको सङ्केतमा धेरै दुख्छ, हो त्यो हजुरको एकदमै धेरै दुख्ने हुन्छ, तर त्यसरी औँलाले थिच्दा अनि शरीर तन्काउँदा झन् दुखाइ बढ्ने हुँदैन। अनि त्यस्तै हजुरको पेटभन्दा माथि छातीमा दुखिरहेछ अनि त्यस्तै डकार आउँछ, अमिलो पानी आउँछ भने त्यो पनि हृदयघातको सङ्केत होइन, त्यो बरु ग्यास्ट्रिकको सङ्केत हो। र त्यस्तै हृदयघातको सङ्केत कस्तो हुन्छ त, छाती कसरी दुख्दाखेरि हजुरहरूले यो हृदयघातको सङ्केत हो त भनेर बुझ्नु पर्यो भन्दा, यदि हजुरको छातीको बिचमा एकदमै धेरै दुखिरहेछ र एकदमै त्यो छातीको बिचमा केले कसेको जस्तो, एकदमै ठुलो ढुङ्गा राखेको जस्तो, एकदमै हजुरलाई टाइट फिल भइरहेछ, ठुलो ढुङ्गा राखेको जस्तो फिल भइरहेछ, हजुरलाई एकदमै असहज महसुस भइरहेछ, साथसाथै हजुरलाई सास फेर्न पनि गाह्रो भइरहेछ, अनि त्यो दुखाइ सर्दै सर्दै घाँटीसम्म गइरहेछ, अनि त्यस्तै चिउडोमा गयो, अनि त्यस्तै त्यो दुखाइ सर्दै सर्दै बायाँ बङ्गारामा गयो, अनि त्यस्तै बायाँ काँध र बायाँ हातमा सर्दै सर्दै गयो र त्यस्तै सर्दै सर्दै पछाडि घाँटीमा र ढाडको माथिल्लो भागसम्म सर्दै सर्दै जान्छ भने सर्नी टाइपको, जुन छातीको बिचबाट सर्दै सर्दै गएर बायाँ साइडको सबैतिर सर्छ, सर्नी टाइपको दुखाइ छ छातीको दुखाइ भने हजुर ढुक्क हुनुहोस् कि यो हृदयघातको सङ्केत नै हो भनेर हजुरले बुझ्नु पर्यो। र साथसाथै हजुरको छातीको दुखाइ सँगसँगै हजुरलाई सास फेर्न पनि गाह्रो भइरहेछ, आराम गर्दा पनि सास फेर्न गाह्रो भइरहेछ, थोरै हिँड्दा पनि सास फेर्न गाह्रो भइरहेछ र हजुरमा चिसो टाइपको पसिना आइरहेछ, अचानक चिसो टाइपको पसिना आइरहेछ भने हजुरले बुझ्नु पर्यो कि यो मेरो पक्का पनि यो मेरो हृदयघातको सङ्केत नै हो भनेर बुझ्नु पर्यो र तुरुन्तै नजिकैको अस्पतालमा गएर डाक्टरसँग परामर्श लिनुपर्छ। यदि हजुरहरूले यति थाहा हुँदै पनि हजुरले यदि हेलचेक्राइ गर्नुभयो भने हजुरको ज्यान जोखिममा जान सक्छ। सो अब त हजुरहरूले बुझ्नुभयो कस्तो छातीको दुखाइ हृदयघातको सङ्केत हो र कस्तो छातीको दुखाइ हृदयघातको सङ्केत नभइकन अन्य कुनै समस्याको सङ्केत हो भनेर हजुरले बुझ्नुभयो। यदि हजुरहरूमा हृदयघातको सङ्केत देखा पर्छ भने तुरुन्तै मैले भने जस्तै हजुरले डाक्टरको परामर्श लिनुपर्छ। यो भिडियो मैले हजुरहरूले छुट्याउन सक्ने हुनुहोस् अनि हजुरहरूको जुन कन्फ्युजन छ त्यो क्लियर होस् भनेरै यो भिडियो बनाएको। सो यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर गरिदिनु होला। सो थ्याङ्क यू, बाई।